नमस्ते अनि हजुर सबैजनालाई स्वागत छ मेरो यो मिनी ब्लगमा। म चाहिँ आज सन्डेको दिनको ब्लग लिएर आइरहेको छु, किनभने मन्डे मैले अपलोड गर्नु पाइनँ, किन एडिटिङ गर्ने मेरोमा टाइमै भएन। त्यही कारण चाहिँ म आज लिएर आउँदैछु। यो चाहिँ हो सन्डेको दिन। सन्डेको दिन चाहिँ हामी बेबीलाई लिएर काजुम भइरहेको थिएँ कि, त्यही कारण चाहिँ यस्तो सोच्यो बेबीले इन्जोय पनि गर्छ भनेर चाहिँ हामी पार्क गयौँ। यो पार्क चाहिँ कहाँ हो भनेपछि हजुरहरू गान्तोकमा रहनुहुनेहरू प्रायः सबैलाई त थाहा भइसक्यो यो पार्क कहाँ हो भनेर। यो चाहिँ हो हाम्रो गान्तोकको वेलनेस पार्क, जो चाहिँ फेमस छ। नानीहरूको लागि मात्रै नभएर ठुलोको लागि पनि यो एकदमै राम्रो छ। यहाँबाट एकदम राम्रो दृश्यहरू देख्न सक्नुहुनेछ तपाईँहरूले। कोही पनि गान्तोक बाहिर, सिक्किम बाहिरदेखि घुम्नु आउने जतिजना पनि हुनुहुन्छ, प्लानिङ गर्नुहुँदैछ, उहाँ सबै यहाँनिर चाहिँ एकताल भिजिट गरेर फर्किनुहोस् होला। सो हेर्नुहोस् मेरो बेबी चाहिँ कसरी इन्जोय गर्दैछ। मेरो बेबीलाई चाहिँ पुरा मनपर्छ नि त हरेक चिजहरू खेल्नु, ऊ डराउँदैन नि त, सबै कुराहरू खेल्छ। सो उसकै लागि भए पनि हामी पार्कहरू जान्छौँ, यहाँ आउने गर्छौँ। अन्त हामी जहाँ बस्छौँ नि सरमसा गार्डन छेउमा पर्छ, त्यहाँ सरमसा भन्ने पनि सुन्नुभएको होला, त्यहाँनिर पनि छेउमै पर्छ। तर हामी त्यहाँभन्दा बेटर चाहिँ यहाँनिर लाग्छ। अनि मेरो बेबीले यहाँनिर त्यहाँभन्दा बेसी यहाँ इन्जोय गर्छ नि त, त्यही कारण हामी यहीँ आउँछौँ। सो हेर्नुहोस् पापा र बेबी चाहिँ पुरा इन्जोय गर्छ। मेरो हस्बेन्ड चाहिँ अलिक साई हुनुहुन्छ नि त, उहाँलाई चाहिँ यस्तो भिडियोहरू फोटोहरूमा त्यति साह्रो इन्ट्रेस्ट हुँदैन। ऊ अलग लाइनको भएर होला, तर उसलाई चाहिँ उसको बेबीसँग यसरी टाइम स्पेन्ड गर्नु, खेल्नु पुरा मन पराउनुहुन्छ नि त। उसको लागि चाहिँ यही नै राम्रो भन्नुहुन्छ। तर मैले चाहिँ भिडियो किन गरेको भने चाहिँ अब तपाईँहरू नै एउटा मेरो फ्यामिली हुनुहुन्छ, फेसबुकको फ्यामिली होइन। त्यही कारण म तपाईँलाई पनि हामीले बिताएको रमाइलो पलहरू देखाउनु, प्लस मेरो बेबी जब ठुलो हुन्छ नि तब पनि उसको लागि एउटा मैले यो हुन्छ नि अब एउटा राम्रो मेमोरी क्याप्चर गराइदिएको। यहाँ हेर्नुहोस् न कति रमाइलो दृश्य देख्छ, एक प्रकारको मनमा सुकुन हुन्छ नि त यहाँनिर गएपछि। म चाहिँ यही सबै हेर्दै बस्छु, अन्त पापा र बेबी चाहिँ खेल्नुहुन्छ हो। म चाहिँ खेल्दिनँ, बेबीको पछि कुद्दिनँ पनि कि, म चाहिँ खालि उयो भिडियो फोटोमै मात्रै बिजी हुन्छु। अन्त दुईजना पापा बेबी चाहिँ खेल्नुमा बिजी हुन्छ। हेर्नुहोस् न दुईजना यति साह्रो इन्जोय गर्छ कि यहाँ आएपछि। यसरी नै हामीले हाम्रो सन्डे, योपालिको सन्डे हामीले यसरी नै बितायौँ तिनजना मिलेर हो। बेबी चाहिँ यसरी सबै कुरा खेल्नु भन्छ नि त, सबै अरू जहाँ खेले त्यहीँ खेल्नु भन्छ। यसरी नै खेलेर चाहिँ अब चाहिँ अलिकति पानी पनि पर्ला जस्तो भएको थियो, थाके पनि। अन्त मैले चाहिँ जाउँ भन्दै थिएँ यतिखेर। सो बेबी चाहिँ नो अझै खेल्छु भन्दै हिँड्दै थियो, के खेलौँ भन्दै। सबै कुरा जो देख्यो त्यही खेल्छ उसले हो। उसलाई चाहिँ खालि त्यहाँ गएपछि के खेलौँ हुन्छ नि त, घरि यता कुद्छ घरि उता कुद्छ। म त थाक्छु कि, म त उसको पछि भाग्दिनँ, उसको पापा नै भाग्छ हो। सो हामीले यस्तो खेलिसकेपछि चाहिँ सोच्यौँ कि अलिअलि फोटो पनि खिचौँ भनेर, त्यही कारण हामी फोटो खिच्नुतिर बस्यौँ। सो यहाँनिर चाहिँ फरेभर लभ भनेको रहेछ, त्यही कारण हामीले फोटोहरू खिच्यौँ। अलिअलि फोटो खिचिसकेपछि चाहिँ पुरा थाके पनि, भोक पनि लाग्यो। अन्त त्यहाँदेखि हामीले पनि जाउँ कहीँनिर के खाऊँ भनेर अब चाहिँ हामी जाँदैछु कफी, अनि बेबीलाई कफी पिउनु, अन्त बेबीलाई पनि के खुवाउनु लागि जाँदैछौँ। यो गइसकेपछि चाहिँ अब पानी पनि पर्न आँटेको थियो नि त। सो हामीले सोच्यौँ अब चाहिँ रिटर्न हौँ भनेर, त्यही कारण अब हामी रिटर्न हुनु लागेको। यहाँ हेर्नुहोस् कति राम्रो देख्छ। यहाँ मुनि चाहिँ तपाईँहरू आएर रेस्ट गर्न सक्नुहुन्छ। उतापट्टि चाहिँ तपाईँहरूको जिम टाइपको पनि छ, त्यहाँनिर एक्सर्साइजहरू पनि गर्न सक्नुहुन्छ। त्यो चाहिँ मैले खिचिनँ, त्यो नेक्स्ट टाइमकोमा चाहिँ खिच्नेछु। सो बाई बाई।